भिडियो भिडियो ब्लगर क्या ब्लगर म ल है त लाइक लाइक ओके बाई 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 ल ल ल ल चाहन्छु के भयो भाइ तिमी आख्या यार ए म भित्र आइसक्यो होइन पसेना आएर मर्नु भइसक्यो हेलो एभ्रिवान सबैजना सन्चै हुनुहुन्छ होला म पनि एकदमै सन्चै छु वेलकम टु माई न्यू ब्लग सो गाइज है त अनि अहिले चाहिँ मान्छेहरू चाहिँ एकजना पनि छैन देख्न सक्नुहुन्छ सब खाली छ होइन सो हामी चाहिँ बसिरहेको छौँ अनि म चाहिँ सो टाउको दुखेर जान लागेको छु गाइज होइन यस्तो टाउको दुखेर साला म त मर्ने बेला भइसक्यो के भएको देख्न सक्नुहुन्छ गाइस लुक्स है लुक्सहरू सो हाम्रो मौसम भाइ के छ प्रधानमन्त्रीले कसरी राजीनामा दिन्छ अरे कस्तो कुरो गरिदिएको तपाईँ त्यस्तो नभन्नु न यार तपाईँ के गर्दै हुनुहुन्छ तपाईँ उहाँ चाहिँ होइन अब हर्क साम्पाङको फ्यान हर्क साम्पाङको होइन के भन्नु सपोर्टिङमा उहाँ चाहिँ म चाहिँ बालेनको सपोर्टिङमा होइन बालेन चाहिँ खतरा बालेनले जो बोल्दैन होइन काम चाहिँ दामी हान्छ होइन त्यही हो गाइस खत्रै अनि आज मान्छेहरू चाहिँ खासै हुँदैन किनकि आज सटरडे हो गाइस होइन यस्तो हामी चाहिँ म कति भयो अरे भाइ कति भयो त्यहाँनिर के हो ठ्याक्कै तपाईँहरूको 2050 है त ल भाइ त्यो गरिदेऊ त्यहाँ गरिदेऊ त्यो गरिदेऊ यो त के होलीको रङ राम राम होलीको भेष आज लगाइदिएर के हो यस्तो अनि सिस्टम हो कटिङ हानिदिएको हो कुन कटिङ भन्छ यसलाई भन न थाहा छैन है त्यो गाइस मान्छे छैन आज चाहिँ खासै है त गाइस ट्याक्क लाएर चाहिँ गाइसहरू यसो देख्न सक्नुहुन्छ यदि चिकन स्टिम मोमो हाम्रो सरले बनाउनु भएको स्पेसल चिकन स्टिम मोमो सो साथीहरू बाहिरको मौसम यस्तो छ घाम लागिरहेको टन्टाला पुर मर्ने गरी घाम लागिरहेको सो देख्न सक्नुहुन्छ होइन बाइक पनि धुलै धुलो भएको छ बाइकको सिट तातिर पनि जान लागेको छ घाम यति गर्मी बढिसक्यो गाइस होइन दामी नै बढिसक्यो क्या गर्मी आज चाहिँ शनिबार सबै बन्द हुन्छ पसलहरू यहाँ देख्न यता एक दुईवटा कपडा पसलहरू मात्रै छ अनि हाम्रो यहाँनिर दोकान खुल्ला छ अरू त त्यस्तै हो यता मासतिर नि एक दुईवटा गर्मी चाहिँ लास्टै नै छ है लास्टै नै मरिन्छ नाटो भित्र किचनमा काम गर्दा त झन् त्यही मरिन्छ है गाइस मरिन्छ सिट तातिर यस्तो छ देख्न सक्नुहुन्छ त्यो रोड त झन् कति तातिएको होला है रोड त झन् सकिन्छ त यस्तो छ यार फोहोरहरू नि के हो यार यो यस्तो यार गुल्लाबारी के हो यार यस्तो फोहोरै पर्छ यहाँ कहिले बन्ने हो रोड सट थाहा छैन है यस्तै छ गाइस अब म एकछिन बसेको होइन पुरा पसिना आइसक्यो अनि हुन्छ सकिन्छ होइन पसिना पुरै आइसक्यो सकिन्छ अनि गाडी देख्न सक्नुहुन्छ बस गयो है त्यो कताको हो भने कहाँ हिँडेको हो भने त्यो बसमा त झन् लास्टै गर्मी हुन्छ झन् मान्छे हुँदा त झन् मर्नु भइहाल्छ नि मर्नु गर्मी त मर्नु अब म यहाँ धेरै बस्दिनँ धेरै बस्यो भने म यहाँ अब डढेर एकैछिनमा कालो हुन्छु त्यही भएर भित्र म लाग्दिएको अब ए म भित्र आइसक्यो होइन पसिना आएर मर्नु भइसक्यो यहाँ झन् किचनमा त झन् थोरै गर्मी छ तपाईँहरूलाई म देखाउँछु होइन यति गर्मी हुन्छ यहाँ त झन् त्यो आगो बलेको हुन्छ अहिले त त्यति कम छैन अहिले त
अर्डर त्यति धेरै छैन र गर्मी हुँदैन नत्र भने मरिन्छ गाइस। सो गाइस थुक्पा है, पोर थुक्पा हो यो चाहिँ भेज थुक्पा। क्या दामी यहाँ खतरा चाउमिन भुट्दैछ यहाँ साथीले, हाम्रो साथीले आएको चाउमिन चाहिँ खतरा हुन्छ। यति गर्मी हुन्छ यहाँ त झन् मरिन्छ गाइस। फेन यस्तो छ लाइन गएर अब के भन्नु, अब गर्मी लागेपछि चाहिँ लाइन जान्छ। लाइन बिहानदेखि गएको तर अहिलेसम्म आएको छैन। बजाइदिएको घन्टी, बजाइदिएको घन्टी। अनि चमेली चमेली तिमी फुल्यो मेरो मनभरि। सो गाइस साथीले चाहिँ भनिरहेको छ चाउमिन हो यो चाहिँ, हाफ चिकन चाउमिन कलाएर दामी बनाउँदैछ साथीले चाहिँ। अब यहाँ के हाल्छ हेर्नु है त। सरले लानुहुन्छ हाम्रो सेफ सरले, उहाँ चाहिँ भविष्यको आर्मी हो। त्यही भएर कटिङहरू पनि देख्न सक्नुहुन्छ एकदम। यो 1 नम्बरमा पोर थुक्पा, भेज थुक्पा हाफ अनि चिकन चाउमिन। सो गाइस यस्तो दामी छ अरे क्वालिटी। आगो बाल्दैन नि, यो लेग पिस दुईटा गरेर राख्छ त्यो। तपाईँहरूलाई जस अगाउनु छ भने चाहिँ ठुल्ठुलो होटलमा होइन, सानो सानो होटलै खोज्नुपर्छ होइन। त्यसो होटल के त्यो है गाइजहरू। त्यहाँ अब यो फ्यान चलेको छैन नि त आज त, त्यो भएर त्यो छ। सो साथीभाइहरू अहिले चाहिँ म चाहिँ किचनमा छु। सो अनि म चाहिँ खोर्सानी चप गर्न लागेको छु। टक्क लाएर चाहिँ म चाहिँ खोर्सानी चप गर्छु है त साथीभाइहरू। अब हेर्नु म कसरी खोर्सानी चप गर्छु भनेर टक्क लाएर पहिले चाहिँ मैले यहाँ राख्छु है त। कस्तो देखिरहेको छ टक्क लाएर, कस्तो देखिरहेको छ होइन। ट्याक्क लाएर मैले चाहिँ खोर्सानी चप गर्छु हो त गाइसहरू। धनिया पनि काटेर यहाँ नमलेर के गरेर बस्छ हौ छि। यो त स्टाइल हो नि त साथीभाइहरू। मेरो साथी चाहिँ मेरो स्टाइल देखेर हाँसिरहेको छ। सो किनकि क्यामेरामा देखिनु छ नि त, त्यही भएर मैले यस्तो हाने, यस्तो हाने हो होइन त गाइजहरू। वाला। सो गाइजहरू गर्मी चाहिँ यति छैन, गर्मी यति छैन। गाइज म चाहिँ अहिले बसिरहेको छु। अहिले अर्डर पनि सकेँ होइन, चपसप पनि सबै गरिसकेँ। अनि अर्को कुरा चाहिँ एउटा इन्ट्रेस्टिङ कुरा के गर्न सक्छु त म हजुरहरूको लागि, के गर्न सक्छु त? गीत गाउन सक्छु। यसो गीत गाइदिउँ साँच्चै साँच्चै हो ल। तर गीत चाहिँ कुन गाउँ क्या? ल है त जोन चार्मिङ हो है त। खासै त आउँदैन, त्यही पनि हल्का जोन चार्मिङ हो है त। देरेन देरेन न देरेन रे न देरेन
तेरे नारे नारे ना तेरे नारे ना रात कहिले कर्छ होला भोलि कहिले हुन्छ नि सुत्नै सकेको छैन म कहिले तिमीलाई भेट्छु नि थाहा छैन के चाहन्छु के भयो भयो तिमी यहाँ ख्याङ यार ल अहिले यति नै आउँछ अब अर्को नेक्स्ट हाल्नु न नेक्स्ट कुन आउँछ त मलाई नेक्स्ट भन्नु कुन आउँछ त उसको गीत आउँछ त नेक्स्ट गीत गुराँसे फुल्यो गुराँसे फुल्यो पनेमा मेरो मन चुल्यो हो तिम्रो मनैमा गुराँसे फुल्यो बनेमा मेरो मन चुल्यो हो तिम्रो मनैमा घरमा चाहिँ चिटिक्क परेकी पियारी त्यही पनि कहिलेकाहीँ भइहाल्छ गडबडी त्यही पनि कहिलेकाहीँ भइहाल्छ गडबडी यतिसम्म चाहिँ ठिक छ यतिसम्म चाहिँ अब अर्को नेक्स्ट कुन हुनु पर्यो त नेक्स्ट है त कुन गइदिनु नेक्स्ट के कुन चाहिँ गाइदिनु पर्यो नेक्स्ट के एकछिनै मलाई सोच्न दिनुहोस् है घुम्टोमा यो त आउँदैन मलाई आउनु थाहा नि त के खाने कति ल के गरौँ है त जोन चाम्लिङै के गरौँ तिमीलाई सम्झी म के गर्नु सम्झिँदा हाल्ने के गरौँ म के गरौँ भिडियो ब्लगर क्या ब्लगर म ल है त लाइक ओके बाई ल है त गाई त्यो दाइ चाहिँ बोल्न सक्दैन होइन हाम्रोमा आइरहेको छ अनि यसो भिडियो खिचिदिएको होइन बोल्दैन क्या बुढोले रक्सी खाएर गिलास फुटाइदिएछ उहाँ बुढो गिलास फुटाइदिइहाल्यो नि एउटा गाँठो नभने भन्दैछ बुढोले गिलास फुटाइदियो त्यही हो क्या अर्केको अर्कै गर्छ त्यो जाँदै जाँदैन अब त्यस्तै हो के भन्नु अब ल है त ओइ के गरेको बुढो त हल्ला गयो बुढो आइरहेको छ क्या सो साथीभाइहरू अनि अहिले चाहिँ हामीलाई टक्क भाइले चाहिँ चटपटे खाजा बनाइरहेको छ फुला टिप्ने मन भए भनेको सुनेको छौ तर यो भाइ चाहिँ यस्तो दामी बनाउँछ नि चटपटे उसले चाहिँ फुला टिप्ने मन भयो होइन चटपटे खाने मन फुला टिप्ने मन दाइलाई गीत बनाउँदैन त्यो पागल भयो चटपटे टिप्ने मन भए खान मन भए आइदिन्छ गुलाबारी होटेलमा होइन होला हो सरले चाहिँ यता काज केलाउनु हुँदैछ हाम्रो चाहिँ बेलुकाको काम भनेको चाहिँ यस्तै हुन्छ त्यही हो अब प्याच तास्ने अनिस दाइको बाबा म बाबा होइन नि को बाबा अनिस दाइको सर ए अनिस दाइको बाबा
बाबा सर भनिदिइरह केटाहरू ठिक छ र त त्यही त अब भन्नुपर्दा खास त अब त्यस्तै क्या अब यता हेरिदेऊ न एकताल हेर्दैौ न पवन दाइको हेर न पिक्चर हेर त मौसम यता हेर त एन्ड दिस इज द यो भाइ त खतरा इङ्ग्लिस बोल्छ नि फेरि खतरा हो नि फेरि त कोटिङ हान्ने इङ्ग्लिस हान्दै नि त ल दामी दिस काँक्रा कटिङ दिस काँक्रा कटिङ बेसी बोला त यसको नाम के हो इङ्ग्लिसमा भन्दै हो यसको नाम यसको नाम म्याङ्गो म्याङ्गो दिस म्याङ्गो म्याङ्गो हो कहाँ पर आएको त्यसै लोक रहते हैं यार भन्छ नि हो त्यस्तै ल ठिक छ अब हामी चाहिँ टक्क लाएर चाहिँ भाइले चाहिँ चटपटे बनाउँछ अनि त्यसपछि भनेको अब त्यसपछि खान्छु भनेको पाउनु न त कस्तो हो हाँसेको गर्छ यार साथीहरू के भएको यार त्यस्तो नगर न हौ मलाई बिल्ला नहान न तिमीहरू यार त्यस्तो यार त्यही त अब हामी त्यही त मैले चाहिँ चाउमिन भर्खरै भुटेको है त गाई कस्तो दामी भुट्छु यति 3 जनामा नम्बर 1 भुट्ने भनेको चाहिँ को हो त अगाडि त मै नै छु अब त्यही त ठिक छ गाइजहरू अब हामी चाहिँ चटपटे बनाउँछ भाइले चाहिँ त्यसपछि खान्छौँ धेरै कुरा नगरौँ होइन दर्शक माननीय सभापति जो माननीय जनताहरू म के भन्न खोजिरहेको भन्न गइरहेको छु माननीय जनताहरू भाइ चाहिँ हर्क साम्पाङको चाहिँ खतरा खाना हो क्या सो गाइज हामी चाहिँ फिलहाल खाजा खाँदैछौँ होइन खाजा चाहिँ फ्राइड राइसमा चाहिँ मिसाएको छ गेडागुडी होइन अनि चिकन चाउचाउ के के मिसाएको छ टक्क लगाएर भाइले बनाएको दामी होइन त खायो तिमीले रियाज भाइले पनि खाँदैछ गेम खेल्दैछ टक्क लगाएर ल खाऊ खाजा ल खाऊ है त गाइज आज खान्छौँ अब हामी है सो गाइज अहिले चाहिँ म चाहिँ रुममा आइसकेको छु सो देख्न सक्नुहुन्छ मैले टी सर्ट खोलेको छु अनि रुममा आइसकेको छु सो आजको भिडियो चाहिँ यहीँसम्म हुनेछ कस्तो लाग्यो लाइक गर्न नभुल्नु होला सेयर गर्न नभुल्नु होला नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्न नभुल्नु होला सब्सक्राइब गरिदिनु होला प्लिज गाइज है त अनि कमेन्ट गर्न नभुल्नु होला कस्तो लाग्यो भिडियो है त बाई गाइज सी यू नेक्स्ट भिडियो जय नेपाल